हेलो गाइज, नमस्ते। स्वागत छ तपाईँहरूलाई ट्राभल विथ जनक यो हाम्रो युट्युब च्यानलमा। तपाईँहरूलाई चाहिँ आज म यो नामी बक्सको चाहिँ एउटा एकदम जटिल जुन एउटा सबै युजरहरूलाई र सबै नामी ओनरहरूलाई चाहिँ एउटा भएको समस्याको बारेमा के भन्न गइरहेको छु। अब नामी बक्स जो कोहीले लिनुभयो उहाँहरूले अब केही रिसर्च गरेर सबैको रिसर्च गरेर लिनुभयो। मैले पनि आफ्नै तरिकाले आफ्नो हिसाबले रिसर्च गरेर नामी लिएँ। अब मैले चाहिँ धेरै भ्लगहरू बनाएँ गाडीमा, धेरै चाहिँ तपाईँको टुरहरू गरेँ। लगभग मेरो चाहिँ ओडोमिटरमा लगभग 19,000 किलोमिटर लगभग गुडिसकेको छ गाडी। मैले चाहिँ भरपुर यसको चाहिँ युज गरेको छु होइन। अब मलाई यसको चाहिँ अब ब्याड एस्पेक्ट्स पनि छ प्लस पोजिटिभ पनि छ। अब यसको ब्याड एस्पेक्ट चाहिँ अब भन्दा चाहिँ के भन्नुपर्दा के छ भने चाहिँ यसको मेन इस्यु जो चाहिँ सबै युजरलाई चाहिँ लागेको इस्यु र सबैलाई चाहिँ एउटा चाहिँ रिग्रेट हुने इस्यु भनेको चाहिँ यसको मेन भनेको ग्राउन्ड क्लियरेन्स जस्तो लाग्छ मलाई। अब यसको चाहिँ ग्राउन्ड क्लियरेन्स चाहिँ धेरै नै सानो छ, जुन तपाईँको कम नै छ भनौँ 176 mm जुन एउटा कम्पनीले दिएको छ। तर त्यसमा पनि के छ भन्दाखेरि तपाईँको अलिकति हेभी लोड अनि अलिकति हेभी मान्छे चाहिँ तपाईँको गाडीमा बस्ने बित्तिकै गाडी अलिकति न्याचिने टाइपको पनि भइरहेको छ। अब यसको चाहिँ कम गर्नलाई चाहिँ मैले आफ्नो हिसाबले एउटा जुन बफर, एउटा जुन सस्पेन्सनमा हाल्ने एउटा जुन प्लास्टिकको पाउँदो रहेछ त्यो पनि हालेँ लगभग 8-9 हजार खर्च गरेर। त्यो हाल्दाखेरि चाहिँ तपाईँको मान्छे नबस्दाको केसमा चाहिँ अलिकति गाडी उठेको जस्तो हुन्छ। तर मान्छे यदि पछाडि फुल मान्छे बस्यो भने र सामान भयो भने गाडी अलरेडी न्याचिन्छ। र नेपालको भूभाग त यस्तै छ, गाडीको रोड, गाडी हिँड्ने रोड होइन, बाटोको कन्डिसन यस्तै छ, जताततै खाल्डो खाल्डो। अब स्पिड ब्रेकरहरूमै हल्का छुने हो कि जस्तो पनि हुन्छ यसमा होइन। अब अर्को विकल्प भनेको चाहिँ जुन अहिले नामीले नै दोङफेङले नै के लिएर आएको छ भने त्यो समस्यालाई हल गर्छ कि भनेर तपाईँको नामी बक्स प्लस भन्ने गाडी पनि भित्राएको रहेछ। त्यसमा चाहिँ मैले अब त्यसमा चाहिँ ग्राउन्ड क्लियरेन्स बढी छ, 186 mm 10 mm भन्ने जुन कम्पनीले एउटा प्रचार गरेको रहेछ। त्यो पनि मैले के रहेछ भनेर बुझ्दाखेरि जस्ट एउटा टायरको साइज मात्रै बढाएर ल्याएको रहेछ। तर त्यसमा पनि त्यसको पनि युजरहरूबाट मैले के फिडब्याक पाएँ भने त्यो पनि अब यो नामी जुन बक्स नर्मल बक्सको जुन एउटा 17 इन्चको टायरकै जत्तिकै छ, त्यसमा पनि खासै केही फरक छैन। त्यसले ग्राउन्ड क्लियरेन्समा केही पनि चाहिँ चेन्जेस ल्याएन भन्ने पनि मैले धेरै कस्टमरहरूबाट रिभ्यू पाएँ होइन। अब यसको समस्यालाई चाहिँ हल गर्न अब केही पनि सल्युसन मैले देख्दिनँ होइन। अब यसको अर्को एउटा सल्युसन के हुनसक्छ भने तपाईँलाई चाहिँ 3 वर्षसम्म गाडीको वारेन्टी हुन्छ होइन। त्यो गाडीको वारेन्टी चाहिँ क्लेम भइसकेपछि चाहिँ मैले चाहिँ के सोचेँ अथवा युजरहरूले चाहिँ के गर्न सक्छन् एउटा भन्दाखेरि मैले चाहिँ एउटा वर्कसपमा अनि तपाईँको बुझ्दाखेरि चाहिँ यसको सक नै सस्पेन्सन नै हल्का चेन्ज गरेर केही चाहिँ यसको एमएम हाइट बढाउन सकिन्छ भन्ने कुरा पनि मैले बुझेँ होइन। अब त्यसको लागि चाहिँ लगभग तपाईँले 3 वर्ष अथवा वारेन्टी चाहिँ यसको ओभर भइसकेपछि आफ्नो हिसाबले आफ्नो पर्सनल खर्चले हाल्ने कुरा हो। त्यसको पनि लगभग 30 देखि 35 हजारको चाहिँ त्यसको खर्च आउने रहेछ होइन। अब त्यति जेलसम्म अब त्यसको खर्च बढ्छ अथवा घट्छ त्यो चाहिँ अब समयले बताउने छ होइन। अब यो सबै कुराको पर्मानेन्ट सल्युसन त केही पनि छैन होइन। तर अब मैले चाहिँ के सोध्छु अथवा के सजेस्ट गर्छु भने जस्तै म आफूले पनि गर्ने कुरा र अरूले पनि गर्ने कुरा चाहिँ के हो भन्दाखेरि यसलाई चाहिँ सकेसम्म खाल्टोबाट जोगाउने नै मेन उपाय हो होइन। तपाईँले चाहिँ अब स्पिड कन्ट्रोल गरेर हुन्छ कि खाल्टो चाहिँ ध्यान दिएर हुन्छ कि रोडको अवस्था अनुसार यसलाई चाहिँ स्पिडमा लिने र कुन ठाउँमा चाहिँ चक्का चाहिँ राख्दाखेरि यसको ब्याट्री प्याक छुँदैन र तल चाहिँ के गर्दाखेरि चाहिँ छुँदैन, त्यसमा चाहिँ तपाईँले ध्यान दिनुपर्ने हुन्छ। त्यो नै एउटा पर्मानेन्ट र बेस्ट वे हो जस्तो लाग्छ। किनकि अब काठमाडौँ भ्यालीभित्र त लगभग मोस्टली रोडहरू पिच्ने छ होइन। त्यसमा त अब खासै गाह्रो नहोला काठमाडौँ भ्यालीभित्र। तर यदि तपाईँ भ्याली बाहिर जाँदै हुनुहुन्छ भने अहिले जति पनि रोड अब पिच रोड नै अहिले अन्डर कन्स्ट्रक्सन छ, जसले गर्दाखेरि खाल्टोहरू धेरै छन् होइन। त्यो अवस्थामा चाहिँ गाडी छुने चान्सेस धेरै नै छ। यदि तपाईँ अझै फुल लोड यदि जाँदै हुनुहुन्छ भने अब खाल्टो छोला जस्तो छ भने तपाईँले आफैले मान्छेलाई अथवा प्यासेन्जरलाई अथवा कसैलाई झाराएर नै तपाईँ त्यो गन्तव्य चाहिँ पार गर्नुपर्ने हुन्छ जस्तो लाग्छ होइन। अब कम्पनीले चाहिँ यो बारेमा केही यदि त्यस्तो केही नयाँ सल्युसन यदि ल्यायो भने चाहिँ नामी युजर्सहरूको लागि चाहिँ गुड न्युज हुनसक्छ।
सो गाइज अहिलेको लागि चाहिँ यति नै भन्न चाहेँ है। तपाईँले अब चाहिँ गाडी चाहिँ अब राम्ररी सेफ चलाउनु होला। अब नछुने, अब ग्राउन्ड क्लियरेन्स बढाउने अरू त उपाय अब केही पनि देख्दिनँ म। अब टायर साइज ठुलो राखेर मात्रै पनि सल्युसन भएन होइन। अब तपाईँको सस्पेन्सन बढाएर पनि अब यसको जुन ओरिजिनल सस्पेन्सन भन्दा त अरू फेरि बाँकी अरू थर्ड थर्ड कम्पनीको अथवा थर्ड सस्पेन्सन राख्दा पनि अब त्यसको सल्युसन अब हुन्छ नै भन्ने 100% स्योर त हुँदैन होइन। तैपनि अब यसको जुन मेड छ त्यसलाई नै फलो गरेर मेन कुरा आफूले चाहिँ गाडीलाई चाहिँ अलिक ध्यानपूर्वक सावधानीपूर्वक अब धेरै ठुलो अफ रोडमा चाहिँ नलगिकन, अब सिटी कार हो यो होइन। अब यसको मेन त्यस्तो हुनुमा रिजन चाहिँ यसको व्हिल बेस अलिकति लामो भएको कारणले गर्दाखेरि पनि यो सानो सानो ढिस्कोहरूमा, सानो सानो खाल्टोहरूमा पनि यसले छुने गर्दछ होइन। अर्को चाहिँ युजर्सहरूको के रिभ्यू छ भन्दाखेरि जस्तै तपाईँको अल्टो गाडी छ, पिकान्टो गाडी छ होइन, अथवा कुनै सानो i10 भनौँ होइन, त्यो गाडीहरूको चाहिँ व्हिल बेस कम हुन्छ, जस कारणले चाहिँ तपाईँको टायर साइज सानो भए पनि व्हिल बेस कम हुन्छ उनीहरूको, अनि ग्राउन्ड क्लियरेन्स पनि कम हुन्छ। तर पनि उनीहरूको व्हिल बेस चाहिँ सानो भएको कारणले चाहिँ जहाँ कहीँ छुँदैन होइन। त्यसको लागि चाहिँ अफ रोडमा पनि यो नामी जस्तो उनीहरूलाई त्यस्तो दुःख दिँदैन। तर यो नामीले चाहिँ लगभग तपाईँको अफ रोडहरूमा चाहिँ अलिक बढी नै दुःख दिन्छ होइन। तपाईँले चाहिँ अब त्यसको लागि भनेको मैले अघि पनि भनिहालेँ, यु हेभ टु बी मोर केयरफुल अन रोड्स होइन। तपाईँले चाहिँ अब अलिक बढी ध्यान दिनु पऱ्यो, वेट अब त्यही अनुसारको गाडीमा हाल्नु पऱ्यो, त्यही अनुसारको मान्छे झार्दै होइन। अब तपाईँको ठाउँहरू चाहिँ ठाउँको अवस्था हेरेर चलाउनु पर्ने हुन्छ। जस्तै मेरो पुरानो भिडियोहरू भ्लगहरूमा तपाईँले देख्नु भएको छ कसरी मैले चाहिँ तपाईँको टायरमा चाहिँ ढुङ्गा राखेर त्यसलाई चाहिँ हल्का अग्लो बनाएर खाल्टोपट्टि चाहिँ आफ्नो यो ब्याट्री चाहिँ नछुने हिसाबले गाडीलाई चाहिँ अलिक अग्लो बनाएर हुन्छ के गरे हुन्छ त्यसरी नै गर्नुपर्ने हुन्छ होइन। अब भविष्यमा पछि केही नयाँ अपडेट आयो भने तपाईँहरूलाई अवश्य नै जानकारी गराउनेछु। हस्, धन्यवाद। थ्याङ्क यू फर वाचिङ गाइज, किप फलोइङ, किप सब्सक्राइबिङ है गाइज, थ्याङ्क यू।